एक्सिडेन्ट भएको थियो होइन। त्यो एक्सिडेन्ट भएपछि यो दाहिने साइडको यो जुन छ नि यो पुरै कचाककुचुक भएको थियो। मेरो नाम अजय कुमार खवास। मेरो घर चाहिँ धमपालथान 5 बबिया। बाइक एक्सिडेन्ट भएको थियो तर अहिले म सबै ठिक छु। यो हाम्रो गोल्डन हस्पिटल सबैको लागि हस्पिटल होला तर मेरो लागि यो चाहिँ मन्दिर जस्तै भएको छ। मेरो त अलि जिन्दगी फेरि यस्तो होला भन्ने 1% पनि चान्स थिएन। फेरि म ठिक भए सन्चो नै भए। अहिले चाहिँ मलाई धेरै खुसी लागिरहेछ। मेरो दाइ पहिला 1 महिना त आइसुमै राखे, अहिले चाहिँ धेरै नै राम्रो भएको छ। अनि 1 वर्ष भयो। अब यहाँ विवेक सर डाक्टर ठुलो जुन सर छ विवेक सरसँग आज कुरोकानी भयो। अब औषधि बन्द गराइदिनु भयो। पहिला हेर्नु कस्तो थियो अब अहिले हेर्नु यही मान्छे हिँड्न नसकेर बोल्न नसकेर अहिले चाहिँ बोल्दैछ। धेरै नै धेरै खुसी लाग्यो। यो हस्पिटलमा राम्रो उपचार हुन्छ। जहाँ पनि केही बिरामी भयो भने आउनु छिटै नै राम्रो हुन्छ। अब हजुरहरूले पनि यस्तै सफल उपचारका लागि सम्झिन सक्नुहुनेछ हाम्रै विराटनगर महेन्द्र चोक जनपद टोलमा रहेको गोल्डन हस्पिटल प्राइभेट लिमिटेडलाई।